छोरा बहिनीलाई त्यसो नभन किनभने वर्ष दिनको चिज हो आउनु दिनु बाबु भन्दै बहिनी लिएर मेरो घरतिर आउने होइन नि फेरि राम्रो हुने छैन नि उठे हलाउनु फेरि मलाई खाऊ बनाउनु के ल बाबा खाइ मम्मी ल नानी खाउला सुरु हो छोरा अब त ठुलो भइसकिस् चाडबाडको बेलामा आएको चेलीलाई पनि रोक्छस् को हो भित्र आउँदा हुन्छ ढोका खुलै छ नमस्कार बेनाजु नमस्ते होइन दिदी चाहिँ कता जानुभयो बेनाजु ए तिम्रो दिदीको त के कुरा गर्नु अब आज छोरी आउने भनेको उसको भुइँमा खुट्टा छैन यो किचनतिर भान्सातिर गएर केही बनाउँदै होली नि अब आज दर खाने दिन छोरी ज्वाइँले खुवाउने होला हाम्रो दिदीलाई कति साह्रो माया लागेको च्याखुरीको मलाई त पिट्टिकै मन पर्दैन त च्याखुरी हाय तेरिका तिमी पनि कस्तो ठ्याक्कै दिदी जस्तै रहेछौ अब यहीँ आएर बस हस् बेनाजु मलाई त त्यो च्याखुरीको नाम सुन्यो कि पारा तातेर आउँछ बिनाजु मेरो भदैसँग गएको कति राम्रो हुन्थ्यो भविष्य काहीँ नभएको भिखारीसँग गएर अहिले दुःखै यसरी पाइरहेको छ हेर साली नानी त्यसो नभन मान्छेको भाग्य त आफ्नो हुन्छ जन्मदा आफ्नो किसिमको भाग्य लिएर आएको हुन्छ कोही धनी हुन्छ कोही गरिब हुन्छ कोही अग्लो हुन्छ कोही होचो हुन्छ आफ्नै किसिमको हुन्छ अब उसले त्यस्तै भाग्य लिएर आएकी छ त अब हामीले टाउको दुखाएर के गर्नु उसको भाग्य उसैले गरी खान्छे तिम्रो दिदीले पनि मलाई सधैँभरि त्यही बारेमा कुरा गरेर मलाई दिक्कै बनाएकी छ अब के गर्ने जानी जानी खाल्टोमा हाम फाल्नेलाई त माया लाग्दैन भाइ तिमीले के कुरा गरेको साल नानी तिमी पनि आउँछौ त्यही कुरा गर्छौ दिदी पनि सधैँ मलाई त्यही कुराले टोकसो गरिराखेकी हुन्छे होइन जो पनि आउँछ त्यही कुरा गर्ने तिमीहरूले अरू केही विषय पाएनौ बिनाजु दिदी पनि कति पो टाइम लाउनु भएको यो कुराले त मेरो टाउकै देख्यो ऊ दिदी आइसक्यो त ए मेरा तिमी कतिखेर आएको दिदी म भर्खर आइपुगेँ पनि भिनाजुलाई सोधेको तपाईँ त भान्सातिर हुनुहुन्थ्यो अरे ए हो म चिया बनाउनु ल्याउँछ होइन दिदी म त चिया नखाने म पनि यहाँ हिसाब किताब गर्दै थिएँ साली नानीलाई चिया खाऊ भन्न पनि बिर्सिएछु आउनु त रेखा यतै आएर बस ए हस् खाना पनि पकिसक्यो होइन बहिनी आज छोरी चाहिँ आउने मलाई त कति खुसी लागेछ बुढो छोरी ज्वाइँलाई खाना मासु भात सबै रेडी गरिसक्यो मैले त बरु आउने चाहिँ कतिखेर होला आज मलाई यति खुसी लागेछ कि कतिखेर आइपुग्लान् भने जस्तो भइसक्यो आउँदै होली नि बुढी किन हत्तिन्छौ अब हेर न छोरो पनि गाउँ गाउँ चार्दैको ठिक्क छ बिहे गरिदिउँ भन्दा पनि बिहे गर्न मान्दैन हेर्नु है बेनाजु छोरी त बिक्री छोरा अग्लो भइसक्यो आकाश सुइसक्यो छोरालाई त छिट्टो बिहे गरिदिनुपर्छ बेनाजु त्यसो नहुन न साली नानी मान्छेले आफ्नो भाग्य लिएर आएको हुन्छ भर्खर पढाइ सकिया छ अब गर्ला नि यतै केही गर्ला केही भएन भने विदेशतिर पठाइदिनु पर्ला अब गर्ला नि छोराले पनि देशको परिस्थिति यस्तै छ अब पढेको छ काम भने जस्तो चाकरी पाएको छैन अब कन्ट्र्याक्ट कोर्स गर्छु भन्छ त्यतातिर अलिकति सिकाएर केही काम लाउने पो हो कि नभए के गर्ने अब विदेशतिर पठाउनु पर्ला नि सानामा दर्शन गरे सन्चै हुन्छ आजलाई भाग्यमानी भयो छोरा कति ठुलो भएको ल बस न बाबु यहाँ एकछिन हजुर सन्चै छ नि एकदम सन्चै छ मान्छे यति अग्लो भइसक्यो बाबु सगरमाथा भन्दा अग्लो बुद्धि पनि त्यस्तै हुनुपर्छ नि म त सानीमासँगै बस्ने हो धेरै दिन भएको नभएर यो कुर्सीसँग बसेन म त सानीमासँगै टाँसै बसेँ हेर बाबुपन अझै यो बाबुको बाबु छैन सानो बच्चादेखि हुर्काएको अझै मान्छे यत्रो ठुलो भइसक्यो लाने पनि पहिल्यै जान्न भनेको म त सबै सानै त नि तपाईँलाई सानीमा
होइन तिमीहरू गफै मात्रै गरेर बस्ने हो कि खाना पनि खाने हो? भोक पनि लागिसक्यो होला। मलाई त यस्तो भोक लागेछ कि कुरै नगरौँ। जाउँ जाउँ रेखा, खानाको बन्दोबस्त गर। ए हजुर पनि के भन्छिन्छ कि अब छोरी चाहिँ आउँदैछन्, सँगै बसेर खाने हो नि खाना भनेको त। छोरीले फोन गरिसक्यो बाटोमा आउँदैछु मम्मी भनेर। कस्तो बरु हजुरलाई भोक लाग्यो भए चिया बनाएर ल्याउँछु, चिया खानु अनि छोरी चाहिँ आइपुग्छन् सँगै खाना खाउँला भाइ बुढा। ए भइहाल्छ नि। ए भनेपछि त्यो च्याखर पो आज आउने? त्यो च्याखर आउने होइन यहाँ आयो भने यो दैलो त कुकुर ठ्याक्रा कसो हुन्छ थकाले त्यसो भएर पठाइदिन्छु म। आउँदिँदैन त्यसलाई, मलाई मन पर्दैन भन्दा छु मैले। छोरो तैँले के बोल्दैछस्? तँलाई अलिकति लाज शरम छैन? तँ पनि आखिर त्यो बहिनीको दाजु होइन? हाम्रो पनि एक्लै छोरी हो। बल्ल बल्ल चाडबाडको मुख पारेर आउँदैछ। बाउ आमालाई कहिले भेटौँला भइराखेको होला उसलाई पनि। हामीलाई पनि त्यस्तै भइराखेको छ, कहिले आउने छोरीले भेटौँला भन्ने भइराखेको छ। हो छोरा, अब त ठुलो भइसकिस्, चाडबाडको बेलामा आएको चेलीलाई पनि रोक्छस्? आओस् न त दिदी घरमा। छोरा बहिनीलाई त्यसो नभन, किनभने वर्ष दिनको चिज हो, आउनु दिनु बाबु। बहिनीलाई त्यसो नभनु। मैले म अघि रिस्क आवेगमा के भने बाबु। त्यो च्याखर आयोस्, तपाईँहरू मिलेर मनाउनुहोस्। मलाई मनाउनु छैन, जेसी गर्नुहोस्, म लागे। बुढीलाई माइत पठाउनु पर्ने, तिज पनि आइसक्यो। दिनभरि काम गरेर खाना ठिकै हुन्छ। बिचारीले साह्रै दुःख पाए है मसँग आएर। कसरी पठाउने हो? काम गरेको सबले पनि पैसा दिने हो कि नै? 2-4 दिन पक भन्दै थियो अस्ति। के गरिकन पठाउने? ओइ के गरेर बसिरा? नमस्ते चाहिँदैन मलाई केही पनि। मेरो फुल जस्तो बहिनी लगाइहालिस्। म केटी भयो भने त लान्थेँ होला। मेरो बहिनीलाई के गरेर कसरी पाला जस्तोले? त्यसो नभन्नुहोस् न दाइ। म तपाईँको बहिनीले जति दुःख पाए पनि म पाउँछु, तर तपाईँको बहिनीले दुःख दिँदैन। म महलमा बसेँ भने महलमै राख्छु, ओडारमा बसेँ ओडारमै राख्छु। मेरो बहिनीले यस्तो यस्तो गरिबलाई किन मन परायो होला? म यस्तो ह्यान्डसम मान्छेलाई कोही केटीले आँखै लाउँदैन। फुटाछ क्या केटीहरूका। के गरे पाल्छ यसले? मेरो बहिनी कति दुःख पाउने भयो देखेर। हेर्नुहोस् दाइ, तपाईँको बहिनीलाई मैले सुख दिन नसके पनि दुःख पनि दिएको छैन। म कुल्ली काम गरेर भए पनि तपाईँको बहिनीको आँखामा एक थोप आँसु झार्न दिने छैन। म गरिब हौँला, पैसाको लागि धनको लागि गरिब हौँला, तर मनको लागि छैन। बुझ्नुभयो दाइ? ल ल मैले बाटा देखेँ पनि मेरो घर वरिपरि चाहिँ नहिँडेस्, राम्रो हुँदैन फेरि। ज्वाइँ पऱ्यो मात्र मैले केही नगरेको, अरू भए त मुक्क खान्थ्यो। भन्दै बहिनी लिएर मेरो घरतिर आउने होइन नि, फेरि राम्रो हुने छैन नि, उठे हलाउने फेरि। कति काम गरिरहनुहुन्छ? मन बाबाले फोन गरेर छिट्टै आइसक्नु छ। जाने होइन ससुराली? जाने हो, त्यही त यहाँ सामानहरू मिलाउँदैछु। म त सब कपडा लगाएर रेडी भइसक्यो, सामान मात्र मिलाउनु ल ल सर्ट लाउनुहोस्, म मिलाइदिन्छु यति। पर्दैन, भइसक्यो, मिलाइसक्यो मैले। ल हिँड नि त निसान, कति हतार गरेँ है माथि जाने भन्दाखेरि त। बल्ल बल्ल आएको चिज अनि जानु पऱ्यो नि त माइती। त्यो त हो के बुढी, अब तिमीहरूले हुने खाने बाबाआमाको छोरी पऱ्यो। अब मलाई के भन्ने भने फेरि जे भने पनि भन्नु न त, माइती भनेको त माइती नै हो। गरिब भयो के भयो त, मन ठुलो हुनुपर्छ नि त बुढो। त्यो त हो कि सबैको मन हाम्रो जस्तो भयो नि होइन, तिम्रो जस्तो मन हुँदैन। बुवाआमाले के भन्नु नि मलाई? मम्मी त अलिअलि कराउनुहुन्छ होला, तर बुवाको मन चाहिँ त्यस्तो छैन है, किनभने मेरो बाबा एकदम राम्रो हुनुहुन्छ। अरे हाँस्नु पऱ्यो म यहाँ सबै रेडी बनाइसकेको छु सामानहरू। सबै ल्याउनु भयो नि? जा। फेरि कसैले केही गरिदिनु कि भोलिदेखि आएर काम गर्नुपर्छ। केही गर्दैन, आइहालिन्छ नि छिटै। लानुहोस् जा। फेरि कसैले साउले फेरि केही भन्ने हो कि
जस्तो भए पनि मभन्दा अलिकति हुने खानेको छोरी हौ अनि मेरै कारणले तिमीलाई केही नराम्रो भन्नु नि हो कि तिम्रो मम्मीहरूले दाइहरूले? मम्मीले जे भने पनि म सहेर बसिहाल्छु नि। अब जीवन बिताउने भनेको त मैले हो नि त, मेरो मम्मी बाबाले होइन। मैले रोजेर आइसकेपछि मेरो कर्तव्य निभाइहाल्छु नि। तपाईँको माया चाहिन्छ मलाई, अरू केही चाहिँदैन। जस्तो भयो नि कति बुझ्ने छ है मेरो बुढी। बुझ्नु परिहाल्यो नि, किनभने जिन्दगी बिताउनु भनेर आएको हो नि त मैले। त्यही त नि मलाई त खै के हो जस्तो लागिरहन्छ। अरूभन्दा तिम्रो दाइ अलि साँडे जस्तो देखिन्छन्। दाइ त अलि छुचो हुनुहुन्छ, तर पनि मनको चाहिँ सफै हुनुहुन्छ। अब खोइ अब हेरौँ गएपछि थाहा हुन्छ। हुन्छ ल चाहिँ। मम्मी बाबा ओहो छोरी चाहिँ आइपुग्नु भयो। आऊ नानी आऊ जैसा आउनुहोस्। दादा नमस्ते। मम्मी बाँकी माने हुनु छोरी बाँकी माने होस्। ओहो बस यता बस जैसा नमस्ते बाबु बस्यो छोरी जोइ साहब अनि बाटोमा आउँदा कुनै अप्ठ्यारो त परेन नि? कुनै अप्ठ्यारो परेन बाबा, सजिलै आयो नानी। ठिकै छ नानी, आइपुग्यो राम्रो भयो। मैले अघिदेखि खाना पकाएर राखेको, खाना त सेलाइसक्यो होला। कतिखेर आउँछन् र अनि सँगै खाउँला भनेर तिम्रो बाबाले त भोक लागेपछि छिटो खाना हालेर भन्दै हुनुहुन्थ्यो। तर मैले कहाँ हुन्छ, छोरी चाहिँ आइसक्नुहुन्छ आइपुग्नुहुन्छ अनि पो सँगै खाउँला भनेर कुरेर बस्या। ल त म खाना पस्काएर ल्याउँछु, भोक पनि लागिसक्यो, अहिले टाइम पनि धेरै भइसक्यो है। हजुर कुरा गर्दै गर्नु ल जाउँछु। ल ल नानी छिटो ल्याइहाल्नु। ल्याइहाल्छु है त म। हस् हस्। अनि छ नानी सन्चै? सन्चै छु छ्यामा। छोरी चाहिँ आउनु भयो, खाना अघि पकाइसकेँ, अब पस्काएर दिनु पऱ्यो। आज त कति खुसी छोरीहरू आइपुग्छ। अनि नानी कस्तो चलिरहेछ त तिमीहरूको जिन्दगी? दुःख सुख राम्रै चलिरहेको छ? मेरो छोरीलाई मजाले खुवाउँछु, मासु पनि पकाएको छु, दाल पकाएको छु, अचार, त्यसलाई रायोको साग मनपर्छ। ल अब खाना खाउँ जोइ साहब। हस् हुन्छ। हस् ल छोरी खाऊ। बस खामै दिदी भनेर नानी। हुन्छ ल बहिनी पनि खानु, म पानी राखिदिन्छु है। पानी जान्छु। म राखिदिन्छु, खाऊ भन नानी चाहिँ खाऊ। ल बाबा खाइ। मम्मी ल नानी खाऊ ल सुरु। मम्मीको हातको खाना खानु पाउँदा साह्रै खुसी लाग्छ। कति मिठो पकाउनु भएछ। अब छोरीहरू आउँछन् भनेर पकाएको नि, तिमीलाई मनपर्ने यसो सब्जी पनि बनाएको छु। कस्तो भयो? मिठो छ मम्मी। हो नि हो, तिमीहरू आउने भनेर बिहानैदेखिको एकदम खुसी भएर कहिले कतिखेर आउँथ्यो छोरी ज्वाइँ कतिखेर आइपुग्नुहुन्छ भनेर हतार हतार गरेर बनाएर तयार गरिसकेको थियो। खाना त मिठै बनाउँछ मम्मीले, एकदमै मिठो बनाउँछ नि। हिजैदेखि भोलि त माइत जाने भनेर यति खुसी थियो, रात बेला सुतेको छैन। मम्मीसँग बाबासँग भेट्ने भनेर यस्तो खुसी भएको छ कि बल्ल बल्ल आएको चाड अनि मम्मी बाबालाई भेट्नु पाउँदा कति खुसी लाग्छ। फेरि त्यति नभएर छ्यामा पनि आउनुभएको छ भन्ने सुनेको छु, झन् खुसी भएर आएको हामी त। हजुर नि होइन, तिमी नआएको नि 2-3 वर्ष भइसक्यो। अनि पोहोरको तिजमा नि आएनौ, यसपालि त आउने भनेपछि त म त कति खुसी भएँ फेरि। अब पोहोरको तिजमा त दाइले कुट्नुहुन्छ कि भनेर भर्खर भर्खर भागेको, अनि त्यही भएर नआएको नि। म त पठाइदिनु मन गरिराखेको थिएँ, मानेन, जाँदैन दाइहरू कराउनुहुन्छ भनेर। अनि यसपालि त रिस मऱ्यो होला अब त भनेर आएको। तपाईँ त ज्वाइँ डर छिर्वा हुनुहुन्छ क्या मम्मी। होइन हजुरले अब राम्रोसँग राम्रो व्यवहार गर्नुभयो, कमाएर खानिदिनु भयो भने त भइहाल्यो नि। छोरीको जात हो, अब यस्तै हो, भाग्यले आफ्नो आफ्नो कहाँ कहाँ पुग्छ त्यही गर्ने हो।
ओहो गणेश भाइ कता लखर लखर होइन तिजमा बहिनी लिन जान लाग्नुभयो कि के हो को बहिनी कसको बहिनी कहिलेको बहिनी म कोही बहिनी छैन कोही चिन्दिनँ ओहो गणेश भाइ कति झुट बोल्न सक्नु भएको बहिनीको ज्वाइँ चाहिँ घरमा ल्याएर राखेर यसरी झुट बोल्दै हिँड्ने तपाईँलाई थाहा छैन शान्ता नानी बहिनी चाहिँ घरमा आएको छ अरे त्यसलाई मैले अस्ति नै नआइछु भनेर 100 चोटि भन्दा नि त्यसले टेरिन त्यो घरमा मात्र आएछ भने खुक्रो ठाक निकाल त्यसलाई घरबाट निकालिदिन्छु त्यसलाई म ल दिदी भिनाजु अब छोरी ज्वाइँ म चाहिँ खाना खाइभ्यायो नानी पनि आउने बेला भयो है मेरो अब स्कुलबाट ल्याउनु पर्छ म चाहिँ अब घर जान्छु ए तिमी जाने हजुर ल ल नानी जाऊ किनभने बच्चाहरू त ल्याउनु पऱ्यो नि फेरि सानो चाहिँ छोरी हजुर दिदी ल है त ल नानी ल राम्रोसँग जाऊ है हस् त। भिनाजु ल आउँदै गर है त ल ल आमा बुवा यो च्याखुराले यहाँ आउन नदिनु भने होइन अनि तिमीलाई मैले बाटोमै मेरो घर वरिपरि नआउनु भने होइन फेरि यहाँ किन आएको त्यत्रो भन्दा भन्दा नसुन्ने होइन छोरा अनि त के भएको त किन यति मूर्ख भएको मैले त मेरो छोरो अलिक ज्ञानी छ बुझकी छ भन्ठानेको थिएँ तर तैँले त के पारेर देखाएको यस्तो यो जे भयो तेरो एउटा मात्र बहिनी होइन बल्ल तल्ल तीज मान्न आएकी छ वर्ष दिनको तीज मान्न आएकी छ होइन बाबु तँलाई स्कुलमा तेरो गुरुबा टिचरहरूले यही शिक्षा दिएका थिए हामीले तँलाई यही संस्कार दिएका थियौँ के बोल्दैछस् त एउटा बहिनी ज्वाइँ घरमा आएका छन् साँझमा आएको पाहुनालाई त भगवान् मान्छन् भन्ने यो त तेरो बहिनी ज्वाइँ होइन र के शत्रु ठानिस् तैँले बाबु तैँले यस्तो व्यवहार गर्लास् भनेर मैले सोचेको नि थिएन बुझिस् बाबु खुरुक्क बहिनी ज्वाइँसँग माफी माग तैँले यस्तो भन्न मिल्छ ए बाबु तिमीले माफ नमाग्ने होइन त ल ठिक छ सही भन्यौ तिमीले अब यो घरमा तिमी मात्रै बस तिम्रो बुवा र म त बिदा आश्रम गरेर बसौँ अबदेखि एक्लै राज गरेर बस अनि छोरी ज्वाइँ तिमीहरू पनि अब फर्केर नआऊ तिम्रो लागि यो दाइ छैन भने सम्झे बुझिस् अब एउटा दाइले यस्तो व्यवहार गर्छ भने हामी कसरी बस्छौँ यो घरमा ठिक छ बाबु ठिक छ तेरो निर्णयमा त खुसी छस् भने हामी पनि जाउँ बुढो के बसाइ बर यो घरमा बुवा आमाको के चित्त दुखाउनु बुढाछालाई के रहनु ठिकै छ नि एउटा भए बहिनी हो उसको दुःख सुख गरेर खाइहाल्छ नि ठिक छ म माफ माग्छु आमा बुवा म माफ माग्छु बहिनी मलाई माफ गरिदिनु मलाई माफ गरिदिनु मेरो आँखा बन्द भएर रहेछ बल्ल फुल्यो मलाई छोडी नजानु म एक्लै हुन्छु फेरि के गरेर खाने मैले दादा हजुर त मेरो बाबा पछिको बाबा हो अनि तपाईँले माफी माग्नुपर्छ मसँग माफी मागेर मलाई लजिक नगर्नुहोस् जय सर मलाई माफ गरिदिनु मैले आफैसँग के बोलेँ के सोचेँ मलाई माफ गरिदिनु वीरेन दाइ तपाईँले के गर्नु भएको तपाईँले यसरी माफी माग्नै पर्दैन तपाईँ त हाम्रो लागि अभिभावक हो सक्नुहुन्छ मलाई माफ गरिदिनु आमा घर छोड जाने कुरा चाहिँ कहिले नगर्नु ल बाबु सुध्रिस यो नै खुसी हामीलाई ठुलो हो छोरा तैँले महसुस गरिस् यो नै हामीलाई सबभन्दा ठुलो सम्पत्ति हो सबभन्दा ठुलो खुसीको कुरा हो